हेलो, हामी चाहिँ आज फेरि स्याम्स लगाएको छौँ पिकनिकको सामानहरू किन्नुको लागि। हामी चाहिँ पिकनिक जान आँटेको नि त आज, अनि त्यही भएर हामी सामान किन्न आएको छौँ। यहाँ मसिनो मेरो बहिनी आएको छ। हावा चलिरहेको छ, घाम पनि लागिरहेको छ, तर मौसम राम्रै छ दिएको चाहिँ। यहाँ चाहिँ एभ्रिथिङ पाउँछ होइन, सेल ग्रोसरी छिटो जाउँ छिटो छिटो। एउटा गाडी खिच्नुपर्छ। कल भाडा डोरा डोरा छोडो छोडो। ल यता यहाँ टिभी सेक्सनहरू छ यहाँनिर होइन। टिभी हाम्रो नि टिभी नि चल्दा चल्दा नि उयो हुन्छ हौ, चल्नै छोड्छ यस्तो क्या, बिरेटी यस्तो हुन्छ लाइक तलमाथि हुन्छ हौ। हाम्रो बिग्रिन आँटेको यता ग्रोसरी हिँड ल पहिला, ग्रोसरी यहाँ हेर न डायमन्डहरू। परफ्युम्स कस्तो दामी नि यो। यता यता अहिले लुक लुक प्लेग्राउन्ड। तिमीहरूको बाहिर यस्तो लिएर राख्दा हुन्छ त। हामी चाहिँ ग्रोसरी डाइरेक्ट गएको। के भयो जेडेन? What happened? के भयो? के भयो जेडिन? काँक्राहरू ल्याउनु आएको हामी। टमाटर खासै काँक्रा एड छैन कि, मैले आफै लगाएको हौ। जेडिन म तिमीलाई नि ओरेन्ज आएको छ, ओरेन्ज। यु वान ओरेन्ज? उसो घर यत्रो प्याकेट त लानु र। लेमन त घरमा नि छ मेरो। ल भाटा हान्छु म जेडिनलाई अहिले न नानी। यस्तो गऱ्यो भने आँपहरू त मिठो हुन्छ। मिठो हुन्छ त यो फ्रुट्सहरू। बारबिक्यू गर्नु। यहाँ त होइन, यहाँबाट नि हेर्नु न रिपहरू, कुकिजहरू छ यहाँ। यो क्या मिठो हुन्छ नि। कुकी चाहिँ लगिदिनु होला। जेडेन डक्टर बोलाऊ म। स्यालेडहरू के छ त्यहाँ?
रिपो पोर्कको बोक न एउटा बसे त राम्रो हुन्छ त्यो बोक्छ ल अब पानी लानुपर्छ माछाहरू हेर न सालमनहरू श्रिम होइन यो चिकनहरू रहेछ यहाँ पानी हरियो बोक उयो हरियो तलै राखिदिउँ तल एउटा मात्रै लाने पानी पुग्दैन एउटा दुईवटा बोक न धुनु पनि पर्छ खोला पानी मैला पानी खानेकुराहरू मासुहरू तेल पनि लान्छ कि घरमा त्यसकै गर्नु चाहिँ हाउस होल्ड स्टफहरू पाउँछ मुखमा नि जिब्रो लटपटिहाल्छ सिरियलहरू ओइ त्यसो गर्नु हुँदैन नसमाउनु भन्छ नि एक्लै हिँड्नु भन्छ नि के भयो मोटे अहिले म फेरि कसरी कस्तो छ म फेरि पिज्जा किन्दिनँ है मोटे दादा ओइल लानु पर्यो एउटा तेल सक्यो घरमा अब यता किने होला के बहिनीलाई लाग्छ यता मोटे दादा मम्मीको भ्लगमा से हाई भन्दियो ए मोटे दादा लाएर म ल हस्पिटल लानुपर्छ ल हस्पिटल जाउँ ल हस्पिटल के भएर बाटोको बिचमै रोक्यो डाइपर जेठिँदा म पिज्जा किन्दिनँ है बहिनीलाई डाइपर लगिदिनुपर्छ है आयो है मलाई आया भयो ल 5 एक्सक्युज मी डाइपरको अलिकति प्राइस घटेको जस्तो लाग्यो मलाई पबी ए क्यान्डी सेक्सन्सहरू हो सिरियलहरू चिप्सहरू चिप्सहरू पाउँछ क्यान्डिजहरू पाउँछ वेयर इज क्यान्डिज राइट हियर यता म चाहिँ प्रायः जस्तो काममा गम दिएर खान्छु
त्यही भएर गम ल्याउनु आएको म Look. You don't like it? You लानु पर्यो $11. के लाने नानी? What do you want? Huh? Oreo? ऊ यहाँबाट लानुपर्छ आऊ कम मिठाई भनेपछि त अघि हुर्कै रिसेलियो ओरियो यता खाऊ त क्यान्डिजहरू छ कुकिजहरू कफी बारहरू वाट त्यो त हाल्नु हुँदैन ओरियो हाल्नुपर्छ ल मिस्टर बिस्ट हो चेकआउटहरू पनि छ यहाँनिर मान्छेहरू चेकआउट गरेर हिँडिरहेछन् अब हामी पनि चेकआउट गरेर मैले चाहिँ पानी सुन्तला कागती चामल गम मेरो नानीलाई डाइपर लिइसकेँ पिकनिकको सामानहरू भनेको यति नै रहेको छ यो चाहिँ मेरो सेल्फको लागि हो तेल मकैको तेल पानीहरू चाहिँ पिकनिकको लागि चेकआउट गर्नु गएको अलरेडी ढिलो पनि भइसक्यो कता छ हौ खाली आउटडोर बार रहेछ यहाँ चाहिँ What? This light, outdoor light. क्याम्पिङहरू बस्ने चेयरहरू छ फ्यान्सहरू समर लाग्यो हामी चाहिँ चेकआउट गरेको अब रेस्टुरेन्टहरू छ पिज्जाहरू पाइन्छ त्यहाँ चाहिँ क्याफे हामी चाहिँ भियतनामिज बजार आइसकेको यहाँ चाहिँ हामी किम्ची फ्यामिली डलर छ स्याम्स क्लबकै छ स्याम्स क्लबकै नजिकबाट चाहिँ हामी यहाँनिर 2 मिनट गाडीमा पबिया मासु पनि पाउँछ होइन सुँगुरको एउटा गाडी बोक्न एसियन हो एसियन के भयो आई कस्तो गनाउँछ नि जेरिन कम यता मिनी एप्पल हेर लिचिन रहेछ नि यहाँनिर पबी हेर न ठोट्ना हौ पबी रायो साग होइन यो करी पत्ता रहेछ हेरेर हेलो everything from says everything
लोकल धनिया हाँ है सानो बोक न दामी रहेछ हौ साग त 2 मुठा भएको दिनु पर्यो प्याजको सेउलीहरू अम्बक होला यो जेन्डी आउनु भिन्डी फुलकोपी इस्कुसको मुन्टा नि रहेछ यहाँ जुस सेक्सनहरू आऊ Bobby आउनु खोइ पबी नि seaweeds Bobby seaweeds आऊ जेरिन कुखुरा कुखुरा त यहाँ पनि पाउँदो रहेछ त नि रेमेन पनि पाउँछ यहाँनिर रेमेन दुईटाको $15 भनेपछि एउटाको $5.80 कमजेरी कुखुराको साग घरमा लागेको लोकल धनिया घरमा गरेको बिबरहरू रहेछ नि यिनीहरू रक्ती पनि पाउँदो रहेछ हेर न बारबिक्यू गर्नु छैन होइन है त्यो बारबिक्यू अलिक पोर्क बेली नै होइन त्यो हस् उयसकोदेखि लैजाउँ स्पेनिसको यहाँ सुँगुरको थुत्दैन टाउको उयो सिविड्स मामा नुडल सेक्सनहरू छ यहाँ वाइ सबै पाउँछ क्या एसियनहरूले खानेहरू सब पाउँछ दोस नुडल फो खानेहरू सामानहरू एभ्रिथिङ पाउँछ यहाँ हजुर नुडलहरू थुक्पाहरू फ्रोजन मोमोहरू डम्पलिङहरू छोए कटर सोध न अब भोगटेर यहाँ ए मुला नि राम्रो रहेछ
नुडल नक्सा देखाउ त कहाँ पाउँछ के चाइनिजमा पाउँछ यसमा पाउँछ यसमा यो लान आँटेको हामी चाहिँ जाँदैछौँ फेरि पनि बल्ल बल्ल सपिङ गरिसकेर आएर त्यो साथी पनि आइपुगेछ अनि उसको गाडीमा सबै सामानहरू लगाइराखेर चाहिँ हिँडेको 2 जना हाम्रो भाइहरू सकी गइसक्यो पुगिसक्यो हामी चाहिँ भर्खर हिँड्दैछौँ अझ मौसम पनि राम्रो छ आफूमा यो सिटमा को बस्न हो पापाले कहाँ लगेर पुरै शुद्ध रहेछ साथीहरू होला ट्राफिक लाइटमा यहीँ छु भनेन कत्रो एड्रेस चाहिँ रङ रङ तर भएर होइन सुप्रियाहरूले नि यता नि हेरे नि त दामी छ यता घरहरू कि तर लास्टै महँगो छ हामीहरू तलको ट्राफिक लाइटदेखि पस्नुपर्छ है पैसा हुनु त यो एरियातिर कस्तो दाम जान्छ भने घर यहाँ पनि बनाउनु थालेको रहेछ कस्तो देखेको मैले यहाँ चाहिँ उयो फ्ल्यास लाइट बलिरहेछ नि ट्राफिक लाइट त्यहाँदेखि हामी तिमीहरूको घर कतिको बन्दैन हाम्रो 455 ड्याममा 1 लाख तिर्नु नि पैसा हुनुमा त कति 1 लाखै गरे हाम्रो त्यो पुरानो घर बेचेको नि त्यति आएको दिन त्यही गरेको नि एकछिन यहाँ त साह्रो कति 1 लाख बसेर जति आउँछ यहाँ र भनेर 1 लाख जति डाउन पेमेन्ट गर्यो होइन तिमीहरूले अँ कति छ मर्केज हाम्रो 2750 ओ अस्ति फ्लोड आएको थियो नि सबै ड्याम डुम्पो त यहाँनिर त माथि डाउन टाउनको पुलमा पनि हिलो हिलो थियो पनि हामी जाँदाखेरि सबै ड्याम डुम्बाको यो खोला छ नि जुन यो खोला उर्लेर आएर सबै पसेको झन्डै यो कोन्डो हाउस झन्डै डुबेको यहाँ पनि हेरेको के दाम त लाइक महिनाको 1600 थियो अनि गर्दा ओर्दासँग नै 1800 थियो होइन तर मेरो क्रेडिटले पुगेन नत्र त यहाँ बस्दा हाउस हो नि कस्तो दामी पो छ त सिङ्गल हाउस यहाँ बनाउँदै गऱ्यो कोन्डो हाउस हो कि पबे हेलो कस्तो दामी छ छ त यहाँ भाउजू पढ्न भन्नु भयो के लगेर बेच्नु अरे होइन अनि त्यहाँदेखि खैराहरूले आएर सोध्यो भने चाहिँ यो जस्ट डोनेसनको लागि हामी यसरी बेचेको भनेर भन्नु अरे होइन हामीले डोनेसन गर्छौँ पैसा यो बेचेको पैसाले त्यही भएर हामीले बेचेको भन्नु अरे अब यस्तो खालको फुल यहाँ पनि फुलेछ भक्तिमान बुवाले अनि त्यहाँदेखि उयो नानीहरू खेल्नु यहाँ पार्कमा कि त्यहाँदेखि उता कता लान्छ अनि त्यसो गर्नु अरे अनि त्यहाँदेखि बिक्री भयो भने अब चाहिँ कति कम्ती बिक्री भयो भने 100 रुपियाँ रे धेरै बिक्री भयो भने 200 रुपियाँ रे बिक्री हुँदै भएन भने चाहिँ नदिनु अरे तर पैसा तिरेर पहिला बस्नु होइन अरे बिक्री भएपछि मात्रै दिनुपर्ने अरे अनि हटाउँदैन धेरै छ अरे कि दोकानहरू थाक्ने चाहिँ कल गर त्यो भाइलाई कता छ चाहिँदैन हौ त्यो लाइसेन्स यदि हुन्छ नि त्यस्तो थुक्पा मोमोहरू पनि नदिने भनेको थियो अरे तर मान्छेहरूले उयो तर मान्छेहरूले लगेछ नि त अनि सामान औषधिछौँ हामी चाहिँ यहाँ बाटो देखाउने मान्छे यहाँनिर गलेर सामान ल्याउँदा गलेर भाइले झारेछ तेल दाउरा खोजेर काटकुट गर्दै गरौँ चुला बनाइरहेको छु हामी चाहिँ होइन
दाउरा यहीँ छ ऊ टन्नै छ ऊ अलिअलि हल्लिँदा के अह त्यो भएन हौ छोरी मान्छे मिलाउँ न हौ गएर खोला छ यहाँनिर हामी माछा भाइले मार्ने अरे हामी बल्ल बल्ल स्पोट आइपुग्यौँ अब फेरि अर्को एक तारे सामान ल्याउनु जानुपर्ने छ एक गान सामान गलेर स्यान्स्या भयो तलदेखि आएको तल कुनादेखि आएको हामीहरू अब त यहाँदेखि सिधै आऊ हौ त्यो सुजु लिएर त्यही त भनेको ऊ यहाँनिर पनि छ नि त कि अनि तेर्सो त यता थाल्नु अँ तेर्सो झर्नु कति समेति आउँछ हल्ला नगर बिस्तारै पबे तिमी आएर उ गर गर यो मान्छेलाई समेति लान्छ ल आज बन अफिस हामी छुट्याउन आउँदिनौँ है खुकुरी खोजाएर लग्दै ल नाम्लोहरू कता कता छ अब हामी चाहिँ रहेको सामान ल्याउनु गएको लुते भएर म ए म झन्डै लाग्यो त्यो भित्र जङ्गलभित्र पस्या छौँ हामी चाहिँ होइन त्यहाँबाट चाहिँ जानुपर्ने हुन्छ अघि आउँदा भिडियो बनाउनु पर्यो भनेको थिएँ सामान कसले बोक्दिने होइन सास न विश्वास भएर हिँडेको यता होला हौ भाइ भएर हिँडेको हामी चाहिँ जङ्गलभित्र छौँ दाउराहरू लिएनौँ किनभने दाउराहरू प्रशस्ति छ नि त अब तेल पनि छोडेर आएछु तेल ल्याउनु जानुपर्ने छ त्यता त होइन ल भाइ कहाँ लग्यौ तिमीले यता हौ यता खोला बग्गरे बग्गर हिँडिरहेको छौँ हामी चाहिँ सरम लागेर छिटो कुद्नु थालेको नि एक्स बोय गर्लफ्रेन्डलाई भेटेर सरम लाग्यो अरे यहाँनिर भाडा बोकेको देख्दा त भ्लग चाहिँ नबनाउँदा हुँदैन भ्लग बनाउनुको लागि त यहाँनिर गरेको त किन मासु लिएर जान आँटेको के मासु नखाने अरे अनि नखाने रे म पो लान्छु घर ए ठिकै हुन्छ त अनि पकाउँदा त त्यहाँदेखि टाइम जान्छ नि त पाहुना आउँदैछ मासु खानु मन पर्छ ए भइसक्यो त्यो तितेको यहाँ करे खारिदिसक्यो प्याज र खोर्सानी आम्मामामा खुट्टा त हेर है पिल्लेर उयसको लागि बनाएको ए कच 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 हान्थ्यौ न ए फ्रोजनको हाम्रो चाहिँ खानेकुरा यस्तो छ है अब फ्रोजनको खुर्सानी है कच्चिपा रेडी हुँदैछ टमाटर लगाउँछ र वाचिपामा लाउँदैन हौ बन्दैन लुक लगाइदिउ न त टमाटर लगाएको कस्तो हुन्छ हालिदिन्छु ल म चाहिँ अहिले चाहिँ आनन्द भइसक्यो भाइ कार्पेट उहीँ ओछ्यौ न डिलमा लु ओ डढाउनु थाल ल लो अब मासु बारबिक्यू बिस्तारै बारबिक्यू त अहिले सबै हाल्दैन प्याज अहिले के राख्ने कि केहीमा टोकी खानु एकछिन पहिला चलाउनु पर्छ हाल्नु टमाटर त पुग्छ के मार्दैन हामीलाई आगो खोइदिएर आगो त बाल्दैनौ नि तिमीहरूले भनिरहेको थियो मलाई कि पर सेक्युरिटीले यहाँनिर
यहाँ चाहिँ हाम्रो दाजुले पोर्कको रिप्स हान्दै हुनुहुन्छ दामी दामी अनि यता चाहिँ सब्जी पकाउनु हुँदैछ हैन टोकेर खाने हो त्यो स्पेनिस खोर्सानी अदुवा कुट्ने मान्छे एक्स गर्लफ्रेन्डलाई भेटा सातो उडिरहेको छ कुन भाइ त्यो बाउनी अहो अमुकलाई थाहा रहेछ अब नि अरे हिजो देखेको अघि हो आइले हौ मेरो काममा के भन्छौ के को काममा हो ए त्यो त बाउन भाइको हो त नि अहो मेरै भनेको ले भएको यस्तो छ अनि के गर्नु यस्तो छ है आजा यति मात्र हैन उयो रिस पोतबेली 4 पाउन्ड छ मैले अघि मोलेको छु बेसारो नुन हालेर कागती लाइनौ लगाएको दिन लगायो त दुईटा खोलाको तीरे अद्धा कुटायो भने खतरा है अरे खतरा धन्न यहाँ बोक्नलाई ओक्ली बोक्नु लगाएर कसो गर्छ यस्तो दिउँसो आउँछ होइन यो घामले टिप्लिँदै टाउकै खाने दिएको नि तर दाम कति न त्यो त घाम दिउँसो आउँदा चाहिँ कामहरू छिटो निप्टिन्छ नि त तर के गर्नु आमै वाचिपा खानु बास्ना त मिठा है त दिदी कस्तो लाग्यो राम्रो नि यहाँ ठाउँ दामी छ दुईटा सामान चाहिँ बेसी लानु हुँदैन यहाँनिर सिम्पल गर्ने हो क्या यहाँनिर तर टिम वर्क गर्दा हुँदो रहेछ हौ अनि अलिक छिटो आउनुपर्छ समयमा त्यो क्या अस्ति हामी निङ्गुरे गयो नि खोज्नु कटाइ यहाँ भएर पनि यस्तै छ त खोला डिल कस्तो उकालो त्यहाँ झन् होइन हौ तल आयो पार्किङको छेउमा ए पार्किङमा तर त्यहाँ त्यो राम्रो होइन नि दिदी त्यहाँनिर खानु दिँदैन त्यो त दिँदैन त सानो त छ खोला हो नि घरमा हामीहरू बस्नु थिएन क्यालोरीबाट पनि एक्सर्साइज फेरि त्यस्तो गलेन पनि हो किन चटपटे न त कैडा लाएर लरेसहरू हाम्रो लु अदुवा रेडी भयो पानी पानी पर्नु बाढी आउनु नि यतिखेर राउरे दाइले परदेशबाट पठायो खबर नाकमा चाहिँ नल्याउ न किशोरे
सजिलै नआएको है हो जीवन नानीहरूलाई चाहिँ यसो तामामा यो भाँडा अलबोटको धुल्ने उयो ल्या जालो पनि खै उयो जालो ओ या ऊ बोटको तल जुन हेरी तिमीलाई हेर्नुला धन्दा मास्नु गयो अब यहाँ पनि थिचाइ हुँदो रहेछ क्या हो त्यसले चाहिँ के हो फोटो खिच्ने यो अलिक टन्किँदैन मौसम हेरेर मौसम विभाग आज हाम्रो भेट भएको दिन मासु खाने आउँछ दिन यस्तो एउटा उता लाउनु छ इसको अचार बनाऊ बार्बेक्यू राम्रो बनाउँछ नि त वाचेपछि रेडी भइसकेको छ मासु बनाउनु बाँकी छ पनि रेडी भयो भाइ आऊ चटपटे खानु तिमीले के पोलेको अरे कलेजो सुरु भयो अहिले चटपटे खाइसकेर अब बार्बेक्यूमा स्टार्ट हुँदैछ हाम्रो जर्नी दिदी यता चाहिँ अचार बनाइरहनु भएको छ ठुलो स्वर पनि हुनु हुँदैन अहिले फेरि कपी राइट हान्ने कस्तो भएछ चटपटे अब आफैले बनाएको कस्तो अब कस्तो भयो भनेर सोधेको नि कस्तो भयो चटपटे यता दामी भयो खानु उसले बनाएको दिदी 2x दामी मिठो भयो एकदम 2x भन्दा नि पिरो तर अब खुर्सानी डल्ले पल्टाउँ है पल्टाउँ मासु फेरि पहिला जस्तो होला नि काल हुँदैछ
यस्तो छ है आजको यात्रा। अर्को कहाँ बल्छी हान्नु कुद्यो। अब उयसमा सबमा सपोर्ट पनि ल्याएन। खुकुरी धारेर अब एक उयो गर्नु भएन अप्ठ्यारो। मैले पिरोहरू खाले यार चटपटे। पिसफुल छ है आजको पिकनिक चाहिँ। हामी चाहिँ गयो नि फल त्यहाँ त समरमा झन् पानी यत्रो पो हुँदो रहेछ। अनि कहाँ नि त्यता उयो त्यो ठाउँमा त नि उयो पानी पर्यो भने बेलुका पानी पर्यो भने जानुपर्छ भोलिपल्ट हुन्छ नि। के हुन्छ अरे भाइ? पानी पर्यो भने अर्को दिन जानुपर्छ। ठुलो आइरहेको हुन्छ। खालि त्यसो गर्नु झर्ना हेर्दा त कत्रो पानी हुन्छ होला समरमा भनेको यत्रो हुँदो रहेछ। तर त्यो झर्ना त केन्टकीमा त्यस्तो हतपत छैन नि। छँदै छैन भनौँ न त्यस्तो खालको त। खाइ भइरहेको छ। खाए ल माछा मारेर आयो। पर माछा मारिरहेको रहेछ। ल के अरे भाउजूको कालो न कालो भयो पाक्यो होला नि यता साइड। माछी मारन हुँदै हो आजलाई चटनी। भाउजू यति राख्नु प्लास्टिकमा हालेर लानु। अनि कहाँ पोल्छ हौ लगेर? कहाँ पोल्नु? उयो गर्नु? ए हाम्रोमा त आइसक्यो। राख्नु नि हो नि खाइसकिँदैन त नि यत्रो। कालो भएछ त के भयो? कालो पानी त यहाँ हुँदैन। बार्बिक्यू गर्ने मान्छे यहाँ चाहिँ त्यो भने कालो भयो त मासु त। माछी मारन है क्या निकालिदिए यार मैले दाइको माछा मारिरहेको। हजुर पर्दैन रहेछ नि हौ। अड्कायो
कति भयो थाहा ल हाम्रो दाइले माछा मार्नु भएछ बासो बास यसलाई चाहिँ बासो भन्छ बासो छोडिदिउँ ल के भन्छ हौ छोड्नु पो भन्छ हौ त्यहाँ उयो गिडी निकालेर पोल्नु नि यहाँ कस्तो के भन्छ हौ ल यो चाहिँ अब हामीहरूको पिकनिकको एन्डिङ हुन आँट्यो कस्तो लाग्यो पिकनिक रमाइलो धुलो भाइ कस्तो लाग्यो पिकनिक पिकनिक ठिकै हो चुवाक भएको छ कि गइहालौँ छिटो गेट बन्द हुन्छ हामी चाहिँ अब फर्केको घर जाँदैछौँ सामानहरू यहाँ पोका पतेङ र बटुल्दैछौँ हिँडेको अब हामी एकछिनै पिकनिक खाने मान्छेहरू अरे नाम्लो सबै बोक्यो पिकनिक खाने तिमी त्यति भन्छ भाइ बोका बोका भाइ त माछा खान आयो तिमी त उयो चाहिँ कसले बोक्छ आयो सामान लिएर आएको झन्डै मरिएन उसले चाहिँ लड्ने वरदान पाएको छ रिङाटो चल्यो अरे घरबाट आउँदाखेरि यहाँ मिर्गम त्यस्तरी हाँसिरहेको भाइको टोपी डढ्यो झन्डै आज किन हामी घर गएको अब चाहिँ बिचरा हामी हेर यत्रो कुराहरू तर जे होस् टन्नै खानु पाइयो मजा भयो धेर खाएन एउटाको चाहिँ एक्स गर्लफ्रेन्ड देखेर होइन तर्सेको मिर्गा छु हेर यत्रो रात परिसक्यो अब हामी चाहिँ घर जाने पानी उयो भयो सिद्धो सोजु मुभी हेर्न आएको छौँ होइन फाइनल डेस्टिनेसन यो लास्ट उयो होला पिकनिक खाइसकेर चाहिँ हामी मुभी हेर्न आएको अवस्था छौँ सकिनु पर्थ्यो ब्याट्री रेगुलर आउने ठाउँ यही हाम्रो चाहिँ सिनेमार्क क्रिस्टन हाइवेको हामी चाहिँ मुभी हेर्न आएको छौँ 10:35 थियो 10:33 कोमामा पुग्ने हिरो ए अँ त्यो केटा त्यसको नाम त रियल नाम यता जीवनिया त्यहाँनिर अलिक उयो धेर लिन्छ यहाँनिर नानीको काट्नुपर्छ होस् हामी चाहिँ टिकट काट्नु लागेको सिनर्स पनि कस्तो दामी छ ए हामी चाहिँ फाइनल डेस्टिनेसन हेर्न आएको होइन चाइल्ड $9 GH1110-9 मेरो त कार छ होला पहिला फार्मेसिस्ट गरिरहेको थियो नि त पविले चन्द्रले हाउडीमा पैसा सकायो फार्मेसिस्ट गरिरहेको थियो नि फेरि उयो गर्यो के अरे फ्यान्टास्टिक फोर हेर न हामी चाहिँ फ्यान्टास्टिक फोर हेर्नु अभियसली आउँछौँ फाइनल डेस्टिनेसन होइन एक्स्ट्रा डिजिटल हो कतिमा हाम्रो अडिटोरियम चाहिँ मिस भएको छ यहाँनिर एक्सजीमा त होइन त्यहाँ चाहिँ मिसन इम्पोसिबल 11:15 को रहेछ
मलाई टिन्सल टाउन पनि कस्तो जानु मन परिरहेको छ यहाँ चाहिँ 1020 को रहेछ अलरेडी चलिसक्यो एक्स्ट्रा डिजिटल आज चाहिँ 1020 गन के भएर नचलेको 12 रहेछ हाम्रो अडिटोरियम कहाँ गएको हौ जीवन निङ्गुरी खोज्नु गएको